दिदीलाई सम्झेर हो अब दिदीले अब उसले बाह्रैदिन फोनै गरेन कतिचोटि गरेँ मैले कतिचोटि सम्झेँ उसले चाहिँ फोनै गरेन है म त्यही भएर यो बादल पारी ल गाइस फाइनल्ली हामी चाहिँ टक्क उनीहरू अहिले चाहिँ पेट्रोल हाल्ने यहाँ डेन्जर महँगो रहेछ 2000 झ्याम्मै भरिदियो थियो फाइनल्ली 3000 लाग्छ भने त 2000 झ्याम्मै भर्दैन 221 पुग्नु चाहिँ गाह्रो छ गाह्रो मार्छ भन्दा हामी चाहिँ ठ्याक्क गोलको दरबारमा आइपुगेछौँ है कति बज्छ 4:30 हुन लाग्यो होला टाइम बोवाल रहेछ ठाउँ चाहिँ के साईको जस्तो गरेर नबोलिदियो हुन्छ मलाई टाइम सोधेपछि बोल न यार यस्तो बोबाल रहेछ ठाउँ चाहिँ यहाँमा त राति चाहिँ बोबाल हामी राति आउनुपर्ने क्या त के भने मैले त भनेको थिएँ राति दामी देखिन्छ होला भने त बोबा त हुइसे लगाएर औदा देखिराख भने कि सो त्यही हो गलको दरबार के हो यहाँ त गेट लगाइराख यताबाट होला साइड जाने होइन लगाइ चाहिँ हामी चाहिँ एउटा पोखरादेखि आएको होइन हामी चाहिँ हाम्रो गन्तव्य चाहिँ रुकुमको त हो होइन उताबाट दाई ट्रको हाम्रो भतिज सर आइरह न उता बुट बान्छ नि हामी चाहिँ आज हिँडेको भोलि चाहिँ हाम्रो रुकुमको त हुन्छ यो चाहिँ ठ्याक्क गलको दरबार भन्नेले भन्दो रहेछ म फर्स्ट टाइम आएको बोबाल रहेछ नि त यार ट्याक्क यहाँ ताल रहेछ यहाँ माछा छ कि छैन है ए माछा पनि रहेछ नि यार माछाहरू पनि रहेछ नि राम्रो रहेछ नो है वेलकम ब्याक टु जेम्स भ्लग है आज चाहिँ होइन हामी चाहिँ बुटब्याङमा छ होइन बुटब्याङ आएर अनि अब बुटमा बसेर अब कति बज्यो 9-10 बज्यो होला है 10 बज्यो अब 10 बजे अब रुकुम हिँड्ने लाग्यो यो चाहिँ हामी रुकुम हिँड्ने बाटो यो पुल है यो पुललाई के भन्छ अरे रुकुम जाने पुल हाम्रो यहाँ ब्रोडर हेलो ब्रोडर ब्रो ल मामा हेलो ल यता बुढोलाई नि हेलो है त भनिस् अनि केही भनिदिउँ न आज के छ कस्तो गर्ने आज अब ब्याट एउटा ब्याट हो तर गुड चाहिँ हानौँ अब एउटा सानो ऊ भयो अब दाइ आउन पाएन सबभन्दा मेन कुरा त्यही अलि झ्याउ लास औरा भइरह त्यही नै अब हामी अब इन्जोय गरौँ न त के गर्ने यस्तै भयो अब सोचेको जस्तो त्यति भएन तर अब हुन्छ बाटोमा हेरेर अब कस्तो के हुन्छ तपाईँहरूमा देखाउन जान्छौँ गाइस है ल अर्को चाहिँ हाम्रो विमल दाइ एउटा पेट्रोल हाल्न गइरह हाम्रो बस टायर अनि बुलेट स्कुटी त्यो बाइकले के भन्छ अरे अनि मेरो एनएस है त धेरै जाने होला ल हामी चाहिँ अब रुकुमको यात्रा है पुरोहरू त पढाएको छ यहाँ राइडरहरू काठमाडौँदेखि पोखरादेखि सब राइडर अनि बागलुङ बुट्टीबाङदेखि है राइडर है ल यात्रा गाइस हामी चाहिँ यहाँ ठ्याक्क चोरबास भन्ने ठाउँमा आयो है अब यहाँदेखि सिमाना 8 किलोमिटर छ ट्याक्क हामी यहाँ ऊ गरिराख्छन् बाइक अब कोही कोहीले ट्याक्क उहाँ हानिरहेछन् चलाइराख्ने उता भिडियो बनाउने है ल है त हामी चाहिँ फाइनल्ली सिमानानिर आइपुगेछ सिमाना ट्याक्क लगाएर फेरि पनि सिमाना ट्याक्क आइरहेको छ यहाँ हामी चाहिँ माथि सब माथि गइसक्यो फोटोसोटो हामी त्यहाँनिर फोटोसोटो खिच्दा यति ऊ भयो अब अरू सब गाइसहरू गइसक्यो गाइसहरूले के भन्छन् भने अब
अब हामी चाहिँ यहाँदेखि फर्किने भन्छ नि सब कुरा भने हाम्रो एउटा मेन टिमको हाम्रो मेन दाइ नआएर के भयो के अब हामी दुईवटा मात्र भनेर हुन्न भिजन र म छ अब के गर्ने कन्फ्युज छ यार औरै लाएर जाडो फेरि एकदम चिसो छ है सिमानामा है औरा ट्याक्क लाएर त्यहाँको बबाल छ है तर चाहिँ हामी चाहिँ यहाँदेखि सिमानादेखि के हुन्छ कस्तो हुन्छ त्यहाँ हेरेर जाऊँ है गाइस यता यस्तो बबाल छ ट्याक्क होमस्टेदेखि सबै है आउन सक्नुहुन्छ तपाईँहरू है गाइस जहाँदेखि हेर्नु भइरह ल है सबैमा चाहिँ नमस्कार नमस्ते आज चाहिँ हामी कहाँ थियौँ रे सिमाना कस्तो भइरहेको छ सिमाना चाहिँ एकदम राम्रो छ बाटो तर यहाँको मौसम चाहिँ एकदम चिसो रहेछ सबै आउने बेला आफ्नो सुन्दरताले धेरै मान्छेको मन लोभाउँछ घुम्न अनि हाम्रो आएका छौँ, भेनाजी हाम्रो टोलीहरू एकदम रमाइलो भइरहेछ हाम्रो भेनाजीको फेरि केही होइन यो त होइन होइन उसको अरे होइन एकदम ठिक छ रमाइलो भएछ आज है अरू त के बवाल बवाल लालीगुराँस फुलेर पनि ओइलिएर झर्न लागिसकेका छन् एकदमै राम्रो मौसममा एकदमै जेठ असारको टाइममा एकदमै राम्रो हुन्छ होला अलि चैतो सरको एउटा गीत जान्छ हेर त के जान्छ गीत जान्छ यार होइन जाओस् ल बबाल एकदम अब चाहिँ बजारको कोलाहल हल्लाबाट एकदम शान्त वातावरण रहेछ रमाइलो भयो जे होस् ल हाम्रो के भने यस्तै छ सोचेको जस्तो त्यति भएन तर त्यही पनि रमाइलो भयो उहाँहरू हाम्रो आफन्तहरूसँग मामा अब दाईहरू भतिज अनि त्यसपछि होइन एकदम रमाइलो भयो होइन अब के गर्ने यस्तै हो आएको त धेरै पहिला नै आएको फेरि पनि त्यही नि अझै रमाइलो हाल्नुपर्छ के छ र रमाइलो त आफूले गराउने हो होइन ओके ल ओके ल अब गुस्सा त है सबैले फेरि अर्को फेरि आसौँ गाउँ आजै हो मौकाले पानको पात माया तिमीलाई सम्झान्छु दिनको रात म सानी सलाला सबै भेट भएको बेला सबै भेट भएको बेला दाइले भन्नु नाच्न गाउन किन गर्ने बेला माया पानको पात तिमीलाई सम्झान्छु दिनको रात म ल स्टार्ट रेडी हेलो काजी हेलो के हो सेन्टी पारामा देख्छु त अहिले त वातावरण यस्तै छ सेन्टी पारा हुने जस्तो आनन्द दिदीले सम्झेर यस्तो हो दिदीलाई सम्झेर हो अब दिदीले अब उसले बाह्रै फोनै गरेन कतिचोटि गरेँ मैले कतिचोटि सम्झेँ उसले चाहिँ फोनै गरेन है म त्यही भएर यो बादल पारी डुबिरहेको छु यो भ्यूमा यस्तै रहेछ होला जक्सन पो त हाल्दैन यस्तो जाम रक्सी खान जाने होला अब पागल प्रेमी हामी होइन अब यस्तै छ होइन अब के छ त ल जाम है त सोधी ल ओके ल हामी चाहिँ लुकुम तकसेरा आइपुगेर हामी ट्याक्क यहाँ चाहिँ यहाँ बसिरहेको छ यो अनमोल के हो अनुपा रेस्टुरेन्ट एन्ड गेस्ट हाउसमा बसिरहेको छ है यहाँ हेर्न सक्नुहुन्छ ल ट्याक्क हामी ब्रोदर्स फोर ब्रोदर्स होइन माइती त यो म्याटर्नल भन्छ कि म्याटर्नल भन्छ तिमी ब्रोदर्स म्याटर्नल ब्रोदर अनि त्यहाँको सालाल बेहुली लेन्छन् भनिरहने अरे के हुन्छ गीत गाउ र एउटा गीत गाउन गाउ यार ल ल आज होइन दुईजना अब तिमी विमल दाईसँग त पहिल्यै भेटेको होइन सरसँग ल आज ल एउटा गीत गाइदियो ल ऋषि धमा एउटा गीत गाउने गीत गाउने छ सही हो अङ्कल ऊ तपाईँसँग स्पिकर छैन एउटा म्युजिक अङ्कल बुढो भए पनि हिरो हुनुहुन्छ हाम्रो अङ्कल ड्याकको ह्यान्डसम हुनुहुन्छ नि ह्यान्डसम हुनुहुन्छ नि हाम्रो अङ्कल ड्याकको लागेर ल
ल गाइस सो त्यही हो अब चाहिँ हामी चाहिँ लुकुममा ट्याक्क नाइट स्टे अब यहाँ हान्यो पानी पनि ठुलो परिरहेको छ भोलि चाहिँ के हुन्छ थाहा हुँदैन भोलि हिउँ पर्नु सक्यो होइन अब भोलि सो हुन्छ ऊ हाम्रो सो हुन्छ इन्जोय भाइब्स ओके ओके Who are you? Who are you? Who are you? Who are you? I'm me. Who you? Who? Me means? My name is. Baxon sorry. That's enough. I'm me. Just only me. Okay, enjoy. Chess. हेलो एभ्रिवान गुड मर्निङ है त म न्यू डे न्यू भ्लग होइन आज चाहिँ गुड मर्निङ है डे 1 को डे 2 को गुड मर्निङ होइन त्यसपछि अनि हामी चाहिँ ट्याक्क लगाएर मर्निङ भाइस हेरिरहेको लुकुम गाउँ होइन ट्याक्क हेर्न सक्नुहुन्छ यहाँ लुकुम गाउँ ट्याक्क स्पेसल गाउँ है स्पेसल हेर्नुहोस् कस्तो राम्रो देखिरहेको छ है ल कमेन्ट पनि नभुल्नुलाई गाइस कमेन्ट गर्नुहोस् है कस्तो लाग्छ तपाईँले होइन यो जाडो भइरहेको कठिर बसेछ हात चाहिँ बाँधेर के सोचिरहेछस् भन्ने यार यतैबाट बिहा गर्ने सोचिरहेको छ कि सहरले पनि त्यस्तै बाटो स्पेसल छ नि बाटो त फेरि उहाँको भाइब्स ल है म ल हेर्नुहोस् है पुरै पिसहरू रुखहरू धुपी हो पुरै यो गाई चाहिँ धुपी है यो धुपी पुरै ट्याक्क लगाएर सो त्यही हो अब हामी चाहिँ नाइट यतै बस्यो अनि अब नाइट बसेर अब यो मेरो अब एकछिन इन्डिङ पनि हुनसक्छ होइन त्यो हाम्रो आन्टीले चिया नास्ता लिएर आउनुभयो है हाम्रो आन्टीको यो होटेल चाहिँ अघि हिजो अनमोल अनुपा रेस्टुरेन्ट होइन हजुर अनुपा होटेल यहाँ आउन सक्नुहुन्छ लुकुङको ठ्याक्कै अपोजिट साइड छ ट्याक्क तपाईँहरू आउन सक्नुहुन्छ होइन राम्रो छ ठिक छ ट्याक्क है त यी सरहरू चिया पनि चिया कस्तो छ हजुर पुरै देखाइदेऊ न ल ओके ल हेर्न सक्नुहुन्छ अनमोल रेस्टुरेन्ट एन्ड गेस्ट हाउस यता चाहिँ हाम्रो गेस्टहरू हाम्रो यहाँको ओनर हाम्रो बुलेट एन्ड एनएस बोवाल छ यो हो कि मर्निङ भाइब छैन चाहिँ छुट्टै मजा आउँछ कि त हिजो पानी आएर डेन्जर ठुलो पानी परेर आउँदै भयो यहाँ लाइन नि गयो अनि झन्ड ब्याकअप भएर चास हाल्ने भएर यतिको भइरहेछ अनि नेटवर्कको म अब फोन गर्दै मम्मीहरूलाई फोन गरेर आनन्द भयो त्यही हो अब नास्ता खाएर अब यताउता बाइक साइक हानेको छ एउटा बाइकको तार छुटिरहेको त्यो तार हालेर अनि हामी चाहिँ ब्याक टु बुटिबाङ हुन्छ होला आजको यात्रा बुटिबाङ हुन्छ है गोजिङ त पाहाडी पो छ त यार के भन्ने त गुड मर्निङ एभ्रिवान भयो एउटा मात्रै राम्रो आउने त गाइस है हामी चाहिँ ट्याक्क यहाँ पहिरो हुने है हिजोकोले यस्तो औटा बनाइसक्यो मैले अघि पनि भनिसकेँ होइन त्यही हो अब हामी हाम्रो बाइक उता अब हिजो ग्यारेजमा बनाइदिएर वहाँनिर छ यता छ यहाँनिर चाहिँ त्यो बाइकले हामीले यता छ हाम्रो बाइक फेरि अर्को बाइक हाम्रो उता बाइक फेरि यता छ एउटा बाइक यता छ होइन त्यही हो हामी चाहिँ यहाँ चाहिँ एम्बुलेन्सलाई रोकिरहेको छ औटा भइरहेको छ अरू बाइक चाहिँ छिटो अब फेरि अझै यहाँ बनाउँदैछ त्यहाँनिर जेसिबी आइरहेछ गाह्रो भयो कसै जाने हो के गर्ने हो तनाव भयो यार जेसिबी अझै गएछन् एम्बुलेन्सले मामाहरू कसिरहनु भयो लुकुम भन्ने ठाउँ है यो लुकुममा यस्तो भइरहेको यस्तो हिजोको पानीले लास औरा बनाएछ के भन्न चाहनुहुन्छ अब एकछिनमा खुल्छ होला ओके यस्तो औरालाई आउने जस्तो केही छैन फेरि यार कस्तो औरा मा अझै भएन लास अब यो त अति औरा हो गाइस कहाँबाट त्यही त माथिहरू फेरि केही छैन क्या यार यस्तो हेरे औरै लाने यार बाटो यस्तो
अझ उता पनि हो, उता खरे भन्ने ठाउँ पनि